आजको हाम्रो जर्नी स्टार्ट। लाग्यो है अब भागा अब भागा चम्पासरी हुँदै जाँदा सालुगढा हुँदा 10 किलोमिटर एकदमै लामो पर्ने हुँदा हामी महानन्दी खोलाको सर्टकट बाटो अहिले बेङ्गल सफारीको तर्फ बढिरहेका छौँ। हाम्रा छोराछोरी साथीहरूसँग हामी फार्म हाउस जाँदैछौँ। आज हाम्रो उतै बसाइ हुनेछ। आज उतै रमाइलो पिकनिक नयाँ वर्षको पनि उतै गरिन्छ। त्यतिखेर हामी सेवक पुगिसकेका छौँ। सेवकमा अब अहिले तपाईँहरूले देख्दै हुनुहुन्छ अगाडि गाडीको जामहरू। अब यहाँनिर ट्रेन भर्खरै खुलेको छ, ट्रेन लाइन। यो टिस्टाको किनार गाडीहरू यो सिक्किम, दार्जिलिङ, कालिम्पोङ हुँदै विभिन्न सिक्किमका विभिन्न डिस्ट्रिक्टबाट आइरहेको गाडीहरूको यो ताती र हामी अगाडि बढिरहेछौँ। ल हेर्दैछौँ हामी यतिखेर हामी कोरोनेसन ब्रिज बाघपुललाई क्रस गर्दैछौँ भने यो ब्रिज यो बाटोले भुटान साथसाथै नर्थ इस्टलाई जोड्ने गर्दछ र धेरै पुरानो यो 100 वर्ष नागिसकेको ब्रिज हो। र यतिखेर तपाईँहरू हेर्दै हुनुहुन्छ यहाँका बाँदरहरूको चलखेल, बाँदरहरूको चर्तीकला एकदमै बाँदरहरू यति साह्रो देख्न पाइन्छ यो ब्रिज। जस पुग्यो हामी अब ल सामानहरू उतार। हामी चाहिँ यतिखेर घुम्दै हाम्रो छोरा छोरीहरू ल के छ हो अनि आजको यात्रा ठिक छ राम्रो छ। र यसरी हाम्रो चाहिँ रात्रि पिकनिक लोकल कुखुरा चाहिँ एकदमै आगोमा पोलेर परम्परागत हाम्रो राईहरूको परम्परागत पोलेर यसलाई हामीले तिते बनाउँछौँ, वाचिपा बनाउँछौँ। र वाचिपा बनाउनको लागि तयारी हामी एकदमै काटिरहेका छौँ। तपाईँले देख्दै हुनुहुन्छ हाम्रो धमाधम चलिरहेको छ। अब वाचिपा बनिनेछ र सुप बनिनेछ। पिकनिक नाइट पिकनिक है एन्ड होम पिकनिक छोराछोरीसँग नयाँ सालमा। हिजो त भेट भएको, हिजो झरेको माथि सिक्किमबाट। अहिले हामी यहाँ गोठलाइन फार्म हाउसमा यो वाचिपा लोकल कुखुराको झोल चलाउ त रूपा। झोलमै देख्यो नि फेरि चोक्टा पनि छ है। लोकल कुखुराको चामल आफ्नो आफ्नो सर्भिस। लु भाइ कविता नाइट पिकनिक आज लोकल हाम्रो किसन सालो भाइ अब छिटै जाँदैछ आर्मीमा। यही कान्छी साली कविता लु हाम्रो बेना हेपी न्यू इयर गएको छैन।